भन्नु त यो नाइटोको वरिपरि के गरेको थियो अपरेसन पनि गरेको थियो पहिला कुनै यो पहिले यति बच्चा नेपालले अपरेसन गरेको अनि खोइ यहाँ मात्र बच्चा नपाउने अपरेसन हो र तल कहाँ छ खतरको देखाउनुहोस् त तल नै यो यहीँबाट बच्चा नपाउने हजुर ए मिनी ल्याब गरेको हजुर ठिक छ ल अनि त्यसपछि तपाईँको चाहिँ कति वर्ष अगाडि गरेको कहाँ गरेको भन्नुहोस् त धेरै वर्ष भयो तल इन्डिया गरेको इन्डिया गरेको सिस्टर हजुर यतै बस्नु होला है महिलामा महिला चाहिन्छ है यतै हजुर यतै बस्नु होला यो चाहिँ अब हेर्नुहोस् है अब तपाईँको यसलाई हाम्रो भाषामा किलोइड अथवा हाइपरट्रोफी स्कार भन्छौँ बुझ्नु नि यो भने चाहिँ तपाईँको रोगसँग लड्ने क्षमता आफ्नो व्यक्तिगत फरक पर्छ घाउ चोट लाग्यो भने रगतले चाहिँ आएर त्यहाँ टाटा बसेर बन्द गर्छ गर्दैन कसै घाउ भरिन्छ कि भरिन्छ नि कसैको बढी काम गरिदिन्छ अनि बढी भरिदिन्छ त्यो भएको बुझ्नु नि सबभन्दा पहिला हामी सुई हाल्छौँ एक प्रकारको सुई हालेर घट्यो धेरै राम्रो त्यसपछि अर्को 2 चोटि हाल्नुपर्ने हुनसक्छ टोटल 3 चोटि कोसिस गर्छौँ बुझ्नु नि सुई हाल्दा पनि घटेन भने चाहिँ यसलाई पक्लक्क निकालेर फालिदिन्छौँ बुझ्नु नि है डराउनु पर्दैन बेहोस पार्नु पर्दैन लोकल यहीँ मात्र सुई हालेर गर्ने हो है सबभन्दा पहिला त औषधिले कोसिस गर्छौँ नम्बर 1 भएन भने मात्रै काटेर फाल्ने हो तर काटेर फाल्दाखेरि पनि तपाईँको एकचोटि भइसक्यो हुनाले एकचोटि भएको मान्छेलाई फेरि हुने चान्सै हुन्छ है बुझ्नु नि त्यही भएर सबैभन्दा पहिला नम्बर 1 औषधि नै हालेर मात्र कोसिस गर्छौँ ल है त ल